हेलो नमस्ते एभ्रिवान वान्स अगेन आज चाहिँ म फेरि एउटा सानो ब्लग लिएर आउँदैछु। विशेष गरेर आज सन्डे छुट्टीको दिन, त्यसैले गर्दाखेरि आज चाहिँ म लन्डन स्थित रिजेन्ट पार्क जाँदैछु। त्यहाँ चाहिँ धेरै भेराइटीको रोजहरू खुल्ने गर्छ एभ्री इयर, त त्यही गएर म तपाईहरुलाई आज रोज गार्डन देखाउने छु र भन्दा अहिलेलाई चाहिँ बाइ बाइ। सो म त्यहाँ पुगेपछि तपाईहरुलाई त्यहाँको नजारा देखाउने छु। हामी चाहिँ अहिले बसमा छौँ, जाँदैछु हामी चाहिँ अब रिजेन्ट पार्कतर्फ लाग्यौँ। यो चाहिँ अन द वे, हामी बाटोमा जाँदैछु। अब एकछिनपछि हामी पुग्छौँ। अहिले चाहिँ हामी बसमा छु, बसभित्र छ। लन्डनको बसमा चढ्नु चाहिँ रमाइलो हुन्छ है, फास्टै रमाइलो हुन्छ है। हेलो हेलो गाइस, हाम्रो सिट पुरा खाली छ, कोही छैन। हामी दुईजना मात्रै छ, अगाडि चाहिँ तिनजना छ। मजा आउँछ कहिलेकाहीँ, ट्रेनमा पनि मजा आउँछ, बसमा पनि मजा आउँछ। तर प्रायः लन्डनमा चाहिँ अब मान्छेहरू आफ्नो गाडी भएको छ भए पनि यहाँ चाहिँ के अरे उयो पाउँदैन नि त, बढी के हुन्छ, ट्राफिक बढी हुन्छ। अनि के पाउँदैन त्यति, कस्तो बिर्स्यो मैले त, के भन्छ त्यसलाई, पार्किङ पाउँदैन नि त। त्यही भएर प्रायः मान्छेहरू चाहिँ बस ट्रेन नै युज गर्छ कि। यो चाहिँ कस्तो राम्रो ट्रेन स्टेसन, ट्रेन आउने बाटो छ। आज मौसम पनि कस्तो राम्रो छ, यस्तो राम्रो मौसम छ। कस्ता कफी चाहिँ कफी लिएर आउँदैछ। यहाँ हाम्रो प्रिटको कफी आयो। चिनी यहाँ छ ल, उता हुनु पर्ने, जानु त हेरेर जानु। लाने फेभरेट ल, चियर्स गरौँ त एकचोटि। चियर्स, ह्याप्पी सन्डे। हामी ल पार्कको सानो पन्ड हो। यहाँ पहिला पनि मैले आएर बनाएको थिएँ भिडियो, अनि आज फेरि आएको छु है, हेर्नु होला। वरिपरि यसो घुमाइदिनु। तपाईँ के भयो, बोर भयो होला नि, साथी हरायो हो। पार्क हेर्नु पाएँ, खुसी लाग्यो। यहाँ चाहिँ यसरी बोटिङहरू गर्नु मिल्छ है। यो चाहिँ रिजेन्ट पार्कमा हो। अनि यसको योभन्दा अगाडि पनि मैले एउटा पहिला बनाएको थिएँ, एउटा भिडियो भ्लग नै बनाएको थिएँ मैले, त्यो रोज गार्डनको नि। यो चाहिँ सेकेन्ड पार्ट 2 हो यो चाहिँ। कस्तो आएको खै, कहाँ जान्छ साथीहरू हरायो कि, अनि हामी साथीको वेटिङमा छौँ। हामी चाहिँ रोज गार्डन आइपुग्यो। यहाँ चाहिँ अलिक पातलो पातलो फुल्नै बाँकी रहेछ है अझ, है मिना? फुल्नु अझै बाँकी छ कि, अझै टाइम रहेछ कि यो फुल्नु। यसपालि छिट्टै आएछ, जल्दी आयो। यहाँ चाहिँ दामी फुल्यो रहेछ। त्यस्तो राम्रो रोज फुलेको छ है, सो लभली। घरको सुरु हुँदैछ है, अब त बाँकी नै छ, अझै यो त बाँकी नै छ। मसँग मेरो क्यामेरा फोटो खिच्दै। यो चाहिँ मेन रोज गार्डनमा आइपुग्यो है। यस्तो छ, त्यही हो बसेको उनीहरू।
हो त्यहाँ चौरमा यहाँ चाहिँ बाक्लो रहेछ के भन्छ रोज गार्डन आइपुग्यो होइन अनि यो चाहिँ रोज गार्डन भयो यहाँ चाहिँ भेराइटी फुलहरू छन् होइन हेलो हेलो ए यो पनि आएछ त मेरो भ्लग है यो ल वेलकम विमल भ्लग है के छ हालखबर ठिक छ दिदी हाय दिदीको फ्यान्सहरुलाई निमा कहाँ गयो हेलो नमस्ते ओ यहाँ मेरो भ्लगमा है राम्री मान्छेहरू ल हेलो यहाँ उभिछु यहाँ हेलो कति राम्रो छ नि है यो ठाउँ यस्तो छ है You can फुलको बगैँचा यहाँ भनेको छ मेरो हात खाडाले यहाँ आउनु तपाईँलाई यस्तो राम्रो ठाउँमा लान्छु कस्तो छ दामी आयो यो हो नि त फुलको गार्डन स्टप गरिदिनु रोज गार्डन मेरो पछाडि स्टकको मक्क फुल्या रहेछ ब्युटिफुल प्लेस है एकदम सिजनमा मात्र आउँछ यहाँ रोज सेतो रोजहरू धेरै देख्नुहुन्छ तपाईँहरूले मेरो माथि स्काई ठुलो आकाश चरा जस्तो रहेको फुलै फुल ल अब चाहिँ म यति नै होला यहाँको रोज गार्डनदेखि चाहिँ तिमीहरू जस्तो राम्रो मान्छे फोटो खिच्नु पऱ्यो नि हो त हाई फेरि 1 सेकेन्ड हाई गर्ल्स इन्जोय हुँदैछ रमाइलो हुँदैछ धेरै मेरो भ्लगलाई माया गरिदिनु भन न तिम्रो जस्तो मान्छेले भन्यो अलिक माया गरिदिए खै अनि अर्को चाहिँ कहाँ मेरो भ्लगलाई सपोर्ट गरिदेऊ भन न तिमी हाम्रो दिदीको ब्लगमा सपोर्ट गरिदिनुस् होला सबैजना प्लिज थ्याङ्क यू डार्लिङ थ्याङ्क यू धन्यवाद राम्रो राम्रो फुल जस्तै फुलिरहनु थ्याङ्क यू यस्तो फुलको माझमा छु अब चाहिँ फुल सकिन लाग्यो है लन्डनमा बिस्तारै बिस्तारै अब चाहिँ लास्ट सिजन जस्तो लाग्छ मलाई चाहिँ जहाँसम्म लाग्छ यही हो रोज गार्डन एभ्री इयर यहाँ रोज फुल्छ तर यसपालि चाहिँ फुल्नु लागेको फुलिसकेको जस्तो रहेछ योभन्दा अगाडि पनि मैले यो भ्लग एउटा लिएको थिएँ तपाईँहरू समक्ष के भन्छ किरा पो खानेकुराहरू कस्तो राम्रो राम्रो आएको रहेछ भेज बिरयानी हामी स्पेसल सागा दाउको बेला चाहिँ मासु खान्न प्लेट मैले पनि लिएर आएको थिएँ अनि यो चाहिँ यो चाहिँ आलुको थुङ्से आलु बोजूले हेर्दैछ भाइ बोजू खाने हो क्या हो हुन्छ ल केही पनि हुँदैन यो चाहिँ
Peanut है त्यही हुँदैन भनेको तर मान्छेहरू बिचरा यहाँ हिँड्दो रहेछ कि अब चाहिँ हामी पिकनिक खान लागेको हामी चाहिँ अब यहाँ खानेकुराहरू तपाईँहरूले पनि सक्नुहुन्छ ए खाइरहेछ भनेको केही पनि हुँदैन डोन्ट वरी बी ह्याप्पी के अरे पुलाउ अघि चाहिँ के भन्थ्यो पुलाउ भनेन अरू चाहिँ के भन्यो अर्कै नाम भन्यो वेजिटेबल पुलाउ अब भेजिटेबल पुलाउ सागा दावा भएर भेजिटेबल पुलाउ वाउ थ्याङ्क यू खाना एलाउँछ कि छैन त्यो बल्लामे संगीरे बोर्से के बल्लामे बड़े भगाए भने भेन्डर लेके जुन कि अपने कुम्ला खोपा फुल भयो तपाईहरुले पनि आउनु भात हामी भात खाएर हामी यो खान्छौँ चम्मच चाहियो मलाई घर से चम्मच डाल के लेके आना था ना चम्मच मेरो ब्लग बन्दैछ ज्यादा बात मत गर है यहाँ रेकर्ड हुन्छ राम्रो बात गर ए हामी यतै हो अब आलु हाल्न यहाँ बस आलु हाल ये फर्स्ट वाला यो रिटेक्लिङ पर्छ लसुन सक्नु पनि झऱ्यो तपाईहरु खानु ह्याप्पी सटरडे सन्डे चियर्स यहाँ छ यस्तै खतरा यस्तो पनि छ हाम्रो चाहिँ प्योर भेज है यो चाहिँ थ्याङ्क यू सो मच गाइज आजको भिडियो चाहिँ ब्लग चाहिँ म यहाँ नै समाप्त गर्न चाहन्छु र मेरो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अबको दिनमा अझै राम्रो भिडियो लिएर आउने कोसिस गर्दछु र यो विशेष गरेर रिजेन्ट पार्कको यो क्विज पार्कको रोजहरू देखाउनु मैले हजुरलाई ल्याएको थिएँ भन्दै आजलाई थ्याङ्क यू सो मच सबैजनाले मेरो भिडियोलाई लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला थ्याङ्क यू बाई